जहाँ जिज्ञासा नै हाम्रो शक्ति हो। हर दिन हामी विज्ञानका नयाँ खोज, नयाँ रहस्य र नयाँ सम्भावनाहरू तपाईको स्क्रिनमा ल्याउँछौं। जिज्ञासु बनिराख्नुस्, सिकिराख्नुस् र विज्ञानसँगै भविष्यतिर अघि बढिरहनुस्। बुढ्यौली मानव जीवनको सबैभन्दा पुरानो रहस्य। हामी सबैले भोग्छौं, तर विज्ञानले अझै पूर्ण रूपमा यसको मूल कारण पत्ता लगाउन सकेको छैन। तर आज वैज्ञानिकहरूले कोशिकाभित्र लुकेको एउटा सानो तर अत्यन्तै शक्तिशाली स्विच पत्ता लगाएका छन्। एक यस्तो स्विच जसले हाम्रो डीएनए कति छिटो मर्मत हुन्छ भन्ने निर्धारण गर्छ। हाम्रो शरीरका अर्बौं कोशिकाहरू हरेक दिन क्षतिग्रस्त हुन्छन्। धुलो, प्रदूषण, तनाव, सूर्यको किरण र उमेर यी सबैले डीएनएमा साना साना चोट पुर्याउँछन्। तर शरीरमा एउटा अद्भुत प्रणाली छ, डीएनए रिपेयर सिस्टम। यही प्रणालीले क्षतिग्रस्त डीएनएलाई फेरि मिलाएर शरीरलाई जवान राख्छ। वैज्ञानिकहरूले भन्छन्, जब यो स्विच सक्रिय हुन्छ, हाम्रो शरीरले क्षति छिटो मर्मत गर्छ, कोशिकाहरू ताजा रहन्छन् र बुढ्यौली ढिलो ढिलो मात्र देखिन थाल्छ। तर जब यो स्विच सुस्त हुन्छ, कोशिकाहरूले मर्मत गर्न छाड्छन्, चाउरी पर्न थाल्छ, मांसपेशी कमजोर हुन्छ र शरीरको निको हुने क्षमता घट्दै जान्छ। अझ रोचक कुरा के छ भने यो स्विचलाई बाहिरी तरिकाले अन गर्न सकिने सम्भावना वैज्ञानिकहरूले देखेका छन्। यदि यो सफल भयो भने हामी बुढ्यौलीलाई ढिलो पार्न मात्र होइन, केही हदसम्म उल्टाउन पनि सक्नेछौं। कल्पना गरौं एक यस्तो भविष्य जहाँ 60 वर्षको मानिस 30 वर्ष जस्तै स्वस्थ र सक्रिय देखिन्छ। एक यस्तो भविष्य जहाँ बुढ्यौली रोग होइन, एक विकल्प मात्र हुन्छ। तर यो यात्रा सजिलो छैन। डीएनए मर्मत प्रणाली अत्यन्तै जटिल छ र यसलाई कृत्रिम रूपमा सक्रिय गर्दा जोखिम पनि हुन सक्छ। त्यसैले वैज्ञानिकहरू अहिले सावधानीपूर्वक अनुसन्धान गरिरहेका छन्। तर एक कुरा निश्चित छ, आजको खोजले मानव स्वास्थ्यको नयाँ ढोका खोलेको छ। हामी बुढ्यौलीलाई बुझ्ने, नियन्त्रण गर्ने र भविष्यमा सम्भवतः परिवर्तन गर्ने दिशामा अघि बढिरहेका छौं। जिज्ञासु बनिरहोस्। विज्ञान हरेक दिन नयाँ चमत्कार ल्याइरहेको छ। यो हो विज्ञान समाचार।